हेलो हेलो गाइजहरू हेलो हेलो भन्दै यो चाहिँ पैसा नदिएकोले ठुस्किरहेको छ है त हेर्नुहोस् त हो पैसा माग्दै थियो नदिएकोले एकदम ठुस्किरहनु भएको छ उहाँ चाहिँ हामी चाहिँ फेरि पनि आज नि झरिसक्यो गोठाला गर्नुको लागि हाम्रो ग्याङहरू यस्तै छ हैन गाई बस्तु नि फुकाइसके यता भैँसी छ अब छारी सार्नु पर्ने हुन्छ हामीले चाहिँ एकछिन गाई बस्तु यता त्यही हो छारी सार्नु पर्ने हुन्छ त्यसपछि घाँस पनि काट्नु पर्ने हुन्छ कामै काम छ हाम्रो खाजा यो चाहिँ म घाँस काट्न जाँदैछु घाँस काटेर बस्तुले लाएर हामी चाहिँ अब घर जानुपर्ने हुन्छ तल छ बस्तुहरू चाहिँ त्यही हो अहिले चाहिँ मैले चाहिँ घाँस पनि लिएर आइसकेँ देख्न सक्नुहुन्छ बेसीबाट नि घर जाँदैछु बाटो चाहिँ यस्तै ठाडै छ एकदम ठाडो बाटोदेखि जानुपर्ने हुन्छ हामी चाहिँ टक्क लाएर घर अनि अब घर गएर चाहिँ फेरि पनि बल खेल्न जानुपर्ने हुन्छ अहिले म चाहिँ घर पनि आइपुगिसकेँ अब चाहिँ बल खेल्न जानुपर्ने हुन्छ ग्राउन्डमा पुग्दा चाहिँ साथीहरू खेलिरहेको थियो मैले भिडियो बनाउँथेँ थ्याङ्क्स फर वाचिङ